गाइजहरू आज हाम्रो मोमो किमा रेडी भइसकेको अवस्था छ है। बिस्तारीसँगले यता अचार पाक्दैछ टोमेटोको साथ। अब यो पाकिसकेपछि ब्लेन्डरमा लगाएर गुँड पारेर पकाएर चाहिँ बनाएर मोमोको लागि अचार रेडी हुँदैछ। यता हाम्रो हुनुहुन्छ दुईजना मेन सेफहरू, उहाँहरू एकदम मेहनत गरेर मोमो पकाउँदै हुनुहुन्छ है गाइजहरू। अब भनेको हाम्रो अझै तयारी गर्ने क्रम जारी छ। किमा सिमा बनाइसकेर यहाँ हाम्रो मोमोको लागि मोमोको भाँडा यो चाहिँ होइन स्टेपको छ। यो मोमो बनाएर चाहिँ टक्कसँगले लगाएर चाहिँ स्टिम गरेर खानुपर्ने हुन्छ। आज हामी यता मोमो पकाउनलाई एकदमै तन्तर भएर बसिरहेका छौँ। अनि म चाहिँ होस्ट हो है। उता चाहिँ पकाउने मेन कुकर हुनुहुन्छ, कोही भाँडासाँडाहरू यसो धोइरहनु भएको छ। चाहिँ अचारको लागि तयारी अवस्था हुँदैछ। केही भन्नु छ भन्नुहोस्, मेन सेफज्यू भन्नुहोस्। If you have something, just explain it please. ल यता यस्ता ज्यू भन्नुहोस् हजुर, आजको मोमोको तयारी अवस्था कस्तो भइरहेछ? एकदम राम्रो, सबै कुरा रेडी अवस्थामा छ होइन। टक्कसँगले के भन्छ नि यो पिठो बेलेर चाहिँ कोको पारेर चाहिँ मोमो भाँडामा लगाएर चाहिँ स्टिम गरेर खाने होइन। त्यति बाँकी है, सबै रेडी भयो। उहाँ चाहिँ रेडी हुँदै हुनुहुन्छ। अब सायद बेलेर मोमोलाई चाहिँ टक्कसँगले कोको पारेर खाने हो। अरू केही छ? यता हाम्रो फ्रिज छ, यता हाम्रो सिटिङ रुम हो, यता हाम्रो नानी बाबुहरू हुनुहुन्छ मोबाइल खेल्दै हुनुहुन्छ। त्यसपछि यतातिर भनेको चाहिँ हाम्रो रुम हो है। यहाँ हाम्रो सङ्गीतकारहरू बस्नु भएको छ, किबोर्ड बजाउँदै हुनुहुन्छ, कोही गेम खेल्दै हुनुहुन्छ। के छ अमनज्यू भन्नुहोस्, भन्नुहोस् तपाईँको आजको दिन कस्तो रह्यो? राम्रो रह्यो, एकदमै झकास भयो। अनि यता हाम्रो ठुली छोरीको के छ अवस्था? एकदमै म्युजिकमा व्यस्त हो, के गर्ला जस्तो छ। पछि म्युजिसियन हुन्छ कि? यता कान्छी छोरीको भन्नुहोस्, भन्नुहोस्। अरू के छ? आजको दिन कसरी बित्यो भन्? त्यत्तिकै बित्यो, रमाइलो भएन आजको छुट्टीको दिन? यता रोयलज्यूको के छ भन्नुहोस्? गेममै व्यस्त अहिलेसम्म? कतिको कमाइ हुन्छ यो गेम खेलेर भन्नुहोस्? अहिलेसम्म त गई मात्र छ हो। हामी पनि खेल्नु पर्यो, नत्र भने यसो गेममा यसो इन्कम हुन्छ भने। भनेपछि हाम्रो जे ठुली छोरीको एकदमै यहाँ चाहिँ म्युजिकमा एकदमै लिप्त हुनुहुन्छ। किबोर्ड गिटार के बजाउनुहुन्छ यहाँ होइन। ल अमन नाच्दिन एकचोटि? नाच्नु पऱ्यो नि त छिटो। फेरि हामी फर्केर यतातिर जाँदैछौँ। 6 भइसक्यो अनि 6 बजे त फेरि भिडियो त एकदम भाइरल गराउनु छ नि थियो। ल गाइज, ल ज्योति मम्मी, ल मने के छ भन्नु पऱ्यो नि त। आजको मोमो पार्टीमा सहभागी हुने नि त? आज चाहिँ कतिवटा मोमो चाहिँ खाने जस्तो देखिरहेको छ आज? ल त्यस्तै हुन्छ एन्सर। अनि ज्योति राईको भन्नुहोस् के छ, कस्तो छ आजको दिन, कस्तो रह्यो?
गाइजहरू आज हाम्रो मोमो किमा रेडी भइसकेको अवस्था छ है। बिस्तारीसँगले यता अचार पाक्दैछ टोमेटोको साथ। अब यो पाकिसकेपछि ब्लेन्डरमा लगाएर गुँड पारेर पकाएर चाहिँ बनाएर मोमोको लागि अचार रेडी हुँदैछ। यता हाम्रो हुनुहुन्छ दुईजना मेन सेफहरू, उहाँहरू एकदम मेहनत गरेर मोमो पकाउँदै हुनुहुन्छ है गाइजहरू। अब भनेको हाम्रो अझै तयारी गर्ने क्रम जारी छ। किमा सिमा बनाइसकेर यहाँ हाम्रो मोमोको लागि मोमोको भाँडा यो चाहिँ होइन स्टेपको छ। यो मोमो बनाएर चाहिँ टक्कसँगले लगाएर चाहिँ स्टिम गरेर खानुपर्ने हुन्छ। आज हामी यता मोमो पकाउनलाई एकदमै तम्तर भएर बसिरहेका छौँ। अनि म चाहिँ होस्ट हो है। उता चाहिँ पकाउने मेन कुकर हुनुहुन्छ। कोही भाँडासाँडाहरू यसो धोइरहनु भएको छ। चाहिँ अचारको लागि तयारी अवस्था हुँदैछ। केही भन्नु छ भन्नुहोस्, मेन सेफज्यू भन्नुहोस्। If you have something, just explain it, please. ल यता यस्ता जिउ के छ भन्नुहोस्। भन्नुहोस् हजुर, आजको मोमोको तयारी अवस्था कस्तो भइरहेछ? एकदम राम्रो, सबै कुरा रेडी अवस्थामा छ होइन। सँगसँगले के भन्छ नि यो पिठो बेलेर चाहिँ पोको पारेर चाहिँ मोमो भाँडामा लगाएर चाहिँ स्टिम गरेर खाने होइन। त्यति बाँकी है, सबै रेडी भयो। उहाँ चाहिँ रेडी हुँदै हुनुहुन्छ। अब सायद बेलेर मोमोलाई चाहिँ टक्कसँगले पोको पारेर खाने हो। अरू केही छ? यता हाम्रो फ्रिज छ, यता हाम्रो सिटिङ रुम हो, यता हाम्रो नानी बाबुहरू हुनुहुन्छ मोबाइल खेल्दै हुनुहुन्छ। त्यसपछि यतातिर भनेको चाहिँ हाम्रो रुम हो है। यहाँ हाम्रो सङ्गीतकारहरू बस्नु भएको छ, किबोर्ड बजाउँदै हुनुहुन्छ, कोही गेम खेल्दै हुनुहुन्छ। के छ अमनज्यू भन्नुहोस्, भन्नुहोस् तपाईँको आजको दिन कस्तो रह्यो? राम्रो रह्यो, एकदमै झकास भयो। अनि यता हाम्रो ठुली छोरीको के छ अवस्था? एकदमै म्युजिकमा व्यस्त हो, के गर्ला जस्तो छ। पछि म्युजिसियन हुन्छ कि? यता कान्छी छोरीको भन्नुहोस्, भन्नुहोस्। अरू के छ? आजको दिन कसरी बित्यो भन्? त्यत्तिकै बित्यो, रमाइलो भएन आजको छुट्टीको दिन? यता रोयलज्यूको के छ भन्नुहोस्? गेममै व्यस्त अहिलेसम्म? कतिको कमाइ हुन्छ गेम खेलेर भन्नुहोस्? अहिलेसम्म त गई मात्र छ हो। हामी पनि खेल्नु पर्यो, नत्र भने यसो गेममा यसो इन्कम हुन्छ भने। भनेपछि हाम्रो जे ठुली छोरीको एकदमै यहाँ चाहिँ म्युजिकमा एकदमै लिप्त हुनुहुन्छ। किबोर्ड गिटार के बजाउनुहुन्छ यहाँ होइन। ल्या अमन नाच्दिन एकचोटि? नाच्नु पऱ्यो नि त छिटो। फेरि हामी फर्केर यतातिर जाँदैछौँ है। 6 भइसक्यो अनि 6 बजे त फेरि भिडियो त एकदम भाइरल गराउनु छ नि थियो। ल गाइज, ल ज्योति मम्मी, ल मने के छ भन्नु पऱ्यो नि त। आजको मोमो पार्टीमा सहभागी हुने नि त। आज चाहिँ कतिवटा मोमो चाहिँ खाने जस्तो देखिरहेको छ आज? ल त्यस्तै हुन्छ एन्सर। अनि ज्योति राईको भन्नुहोस् के छ, कस्तो छ आजको दिन, कस्तो रह्यो? ल नानीहरू कस्तो छ आजको मोमो? भन्नुहोस् छोरीहरू, छोरा, नानी बाबुहरू भन्नुहोस् है।
मोमो टेस्टी छ नि नलजाइ खानु है लजाउनु हुँदैन है ल है हाम्रो नयाँ नानी नै आछ नाम के पो अरे सपना हो कस्तो ब्युटिफुल नाम यो हो नि त ल उता जेसी राईको के छ हालखबर खानु व्यस्त हो जेनी राईको खानु व्यस्त हो कस्तो मोमो टेस्ट कस्तो छ आज किमा ठुलो भयो किमा यो बाबाको स्टाइल हो नि त हैन अनि यता अमनको के छ ठिक छ खुवाइ राम्रै भएर छ कति मिठो भएको छैन मिठो भएको छ ल युलीलाई कस्तो भएर छ मिठै छ कि मिठो छ कि कस्तो अलिअलि मिठो छ कि एकदम मिठो छ कि गुड छ कि बेटर छ कि एक्सलेन्ट छ कि आउटस्ट्यान्डिङ छ कि कस्तो भनौँ है हाम्रो नयाँ नानीलाई कस्तो लागेको छ आज हाम्रो घरको मोमो मिठो छ ल है मिठो मानेर खानु छ है नमिठो होइन है यो चाहिँ अङ्कलको सिप है यो है ल खानु है मजाले खानु है हग्गाउन्जेले मजाले पेट भरुन्जेल खानुपर्छ है ल है यता अनि हाम्रो रोयल सरको के छ अनि मोमो नखाने हो राजा टेस्ट मात्रै हो अब हामी यतातिर जाँदैछौँ गाइस हाम्रो किचनतिर हाम्रो किचनको मेन सेफ उहाँ हुनुहुन्छ के भन्नुहोस् टेस्ट त गर्नुभयो नि होइन टेस्ट मेन सेफले नै गर्ने हो नि त पहिले त मेन सेफले पास गरेपछि मात्रै सब सेफको काम आउँछ अनि यता हाम्रो सेफको के छ भन्नुहोस् है मिठो छ एकदम हो मैले पनि खानुपर्ने हो टेस्टी मिठो साह्रो मिठो साह्रो मिठो मोमो नेपाली होममेड मोमो है साह्रो मिठो नेपाली मोमो हो मोमो खाने हो ल है मजाले दबाई खानु है मिठो माना हो है थप मोमो खानु आइरहेको छ अरूले है अझै अचार छ यहाँ गाइस मोमोहरू अझै बनाउनु पनि पेन्डिङ पनि छ है अझै पेन्डिङमा है ल नानीहरू कस्तो छ आजको मोमो भन्नुहोस् छोरीहरू छोरा नानी बाबुहरू भन्नुहोस् है मोमो टेस्टी छ नि नलजाइ खानु है लजाउनु हुँदैन है ल है हाम्रो नयाँ नानी नै आछ नाम के पो अरे सपना हो कस्तो ब्युटिफुल नाम यो हो नि त ल उता जेसी राईको के छ हालखबर खानु व्यस्त हो जेनी राईको खानु व्यस्त हो कस्तो मोमो टेस्ट कस्तो छ आज किमा ठुलो भयो किमा यो बाबाको स्टाइल हो नि त हैन अनि यता अमनको के छ ठिक छ खुवाइ राम्रै भएर छ कति मिठो भएको छैन मिठो भएको छ ल युलीलाई कस्तो भएर छ मिठै छ कि मिठो छ कि कस्तो अलिअलि मिठो छ कि एकदम मिठो छ कि गुड छ कि बेटर छ कि एक्सलेन्ट छ कि आउटस्ट्यान्डिङ छ कि कस्तो भनौँ है हाम्रो नयाँ नानीलाई कस्तो लागेको छ आज हाम्रो घरको मोमो मिठो छ ल है मिठो मानेर खानु छ है नमिठो होइन है यो चाहिँ अङ्कलको सिप है यो है ल खानु है मजाले खानु है हग्गाउन्जेल मजाले पेट भरुन्जेल खानुपर्छ है ल है यता अनि हाम्रो
रोयल सरको के छ अनि मोमो नखाने हो राजा टेस्ट मात्रै हो अब हामी यतातिर जाँदैछौँ गाइस हाम्रो किचनतिर हाम्रो किचनको मेन सेफ उहाँ हुनुहुन्छ के भन्नुहोस् टेस्ट त गर्नुभयो नि होइन टेस्ट मेन सेफले नै गर्ने हो नि त पहिले त मेन सेफले पास गरेपछि मात्रै सब सेफको काम आउँछ अनि यता हाम्रो सेफको के छ भन्नुहोस् है मिठो छ एकदम हो मैले पनि खानुपर्ने हो टेस्टी मिठो साह्रै मिठो साह्रो मिठो मोमो नेपाली होममेड मोमो है साह्रो मिठो नेपाली मोमो हो मोमो खाने हो ल खाऊ है मजाले दबाई खाऊ है मिठो माना हो है थप मोमो खानु आइरहेको छ अरूले ल है अझै अचार छ यहाँ गाइस मोमोहरू अझै बनाउनु पनि पेन्डिङ पनि छ है अझै पेन्डिङमा ल है